हाम्रो देशमा उत्पादन भएको सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर त्यसलाई स्टोर गरेर बन्छ र त्यो स्टोर गर्ने ब्याट्री हो डाटा सेन्टर, कोल्ड स्टोरेजहरू। त्यस्तो ब्याट्रीहरू बनाउन जरुरी छ आफ्नो बिजुली थामेर राख्नलाई। यो कुरा सुन्दा सिम्पल लाग्छ, तर यो आइडियाले नेपालको इकोनोमी कम्प्लिटली बदल्न सक्छ। नेपालसँग 3255 मेगावाट क्लिन हाइड्रो पावर छ। यो पावरले डाटा सेन्टर चलाउँछ अनि डाटा सेन्टर्सले इकोनोमी चलाउँछ। आईएफसी र स्ट्यान्डर्ड चार्टर्डले 2025 मा $29 मिलियन इन्भेस्ट गरिसके। नेपालको डेटा सेन्टर मार्केट 2025 मा $407 मिलियन, 2035 सम्म 1.1 अर्ब पुग्ने एस्टिमेट। 2500 प्लस सरकारी वेबसाइट्स डाटा सेन्टरमा जाँदैछन्। सबै चल्छ नेपालको पानीबाट। एटीएम रेकर्ड्स, एनआरबी डाटा र नेप्से ट्रेड्स सबै यतै स्टोर हुन्छ। यदि फुल ब्रेकडाउन चाहिन्छ भने कमेन्टमा DC लेख्नुस्।